जनताकै पार्टी हो। ल बोलाइदिराख्नु कहिले तपाईहरुको प्रिय पार्टी सबै पार्टी नेकपा एमाले तपाईहरु घर दैलोमा आइरहेको छ। हाम्रो प्रत्यक्ष उम्मेदवार रविन्द्र अधिकारी प्रभावशाली युवा नेता हुनुहुन्छ र उहाँले हाम्रो यस क्षेत्रको विकास एमाले स्वागतले के संकेत गरेको छ भने कास्की जिल्ला कास्कीको क्षेत्र नम्बर 3 हिजो पनि नेकपा एमालेको लाल किल्ला थियो, भोलि पनि हुनेछ। फेरि हाम्रो संकेतको निश्चितता भएको छ। म यति बेला तपाईहरुसँग के अनुरोध गर्न चाहन्छु भने नेकपा एमाले राष्ट्रिय राजनीतिको नेतृत्व गर्नका लागि आफूलाई मत मागिरहेको छ। नेपाली कांग्रेस एक्लै संविधान लेख्न चाहन्छ। माओवादी आफ्नो छापको संविधान बनाउन चाहन्छ। एक्लै हिँड्न चाहन्छन्। एक्लै हिँडेर यो मुलुकको सहमतिको यात्रा पार गर्न सकिँदैन। सबैलाई मिलाएर लान सक्ने पार्टी नेकपा एमाले मात्रै हो। त्यसकारण आज मेचीदेखि मार्कालीसम्म एमालेको माग भइरहेको छ, एमालेको खोजी भइरहेको छ। 9 महिने सरकार दियो 51 सालमा। आफ्नो गाउँ आफै बनाऊ कार्यक्रम ल्यायो। वृद्ध रसायनलाई भत्ताको व्यवस्था गर्यो। 2000 ऊर्जा वितरण गर्ने परिचय पत्र होइन साथीहरू, लाल ऊर्जा वितरण गर्ने पार्टी यही नेकपा एमाले। नौसरको अभियान लगायत मेचीदेखि महाकालीसम्म एमालेको एउटा अभियान अगाडि आयो। त्यही बेला नेपाली कांग्रेसले एमालेको यात्रा अवरुद्ध गर्न खोज्यो। तपाईहरुलाई थाहा छ हेलिकप्टरबाट एक्सिडेन्ट परेको तत्कालीन मनमोहन अधिकारी एमालेको बहुमत आयो सुनिश्चित आयो। तर अब दोस्रो पटक माओवादीलाई दिने छैनौँ भनेर यो घर दैलोमा संकल्प गर्नुभयो। अब माओवादीलाई दोस्रो पटक हेर्ने विचार छैन। अहिले दिदीहरूले त्यही कुरा भन्नुभएको छ। तर दिदीहरूले के भन्नुभएको छ भने हाम्रा मागहरू एमाले सुन्नुपर्दछ। म भन्न चाहन्छु नेकपा एमाले तपाईहरुका मागहरू सुन्नका लागि बनेको पार्टी हो। निर्माण भएको बाबुजी निकाल्नु सर्वश्रेष्ठ घोषणा हो। अब एउटा उठाउ त सूर्यमै हाल्ने हो। हल्केको पार्टी बाटा मुनि बाटा माथि हल्केको पार्टी हाम्रा नेता रविन्द्र त सबजनाको साथी एमालेलाई जिंदाबाद नेकपा एमाले जिंदाबाद 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 नेकपा एमाले जिंदाबाद 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 वोट केमा सुलेमान वोट केमा सुलेमान वोट केमा सुलेमान नेकपा एमाले जिंदाबाद नेकपा एमाले जिंदाबाद 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 नेकपा एमाले वोट केमा सुलेमान नेकपा एमाले
प्रत्यक्ष उम्मेदवार कमरेड रविन्द्र अधिकारी अत्याधिक हरबाट निस्केर मन्त्रीमा पनि स्वागत गरी सूर्य चिन्ह कसै दिन पर्छ प्रचार फुल जनता